मैले खासै भिडियोको बारेमा चर्चा त तपाईँ चर्चा गर्नुपर्छ जस्तो त लागेन। तपाईँलाई भिडियोको अगाडि नै हेडलाइटमा देखाइरहेको छ डान्स गरिरहेको र आज हामीहरू तपाईँहरूलाई यस्तै यस्तै भिडियोहरू देखाउनेछौँ र सम्बन्धको बारेमा पुरा भिडियो देखाउनेछौँ, हेर्दै जानुहोला। र इन्ट्रोडक्सन। हेलो गाइज, वेलकम टु माई ब्लग। म नरेन्द्र थापा सँगसँगै आज मेरो प्यारो साथीहरू हामी समुद्रको यात्रातिर छौँ। आज चिसो मौसम अनि यहाँ कुनै कुनै भूभागहरूमा पानी परेको हुनाले समुद्र परेर आइरहेको छ। त्यही भएर हल्का अब यता साथीहरू आएको दिन यसो पार्टी गरौँ भनेर यता हामीले मासु अनि कोक ल्याएर बसेर हामी हल्का समुद्रको चिसो स्पर्श गर्दैछौँ। ओ माई गॉड, समुद्रले यसरी छालानिरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। आजको मेन उद्देश्य भनेको समुद्रको यसो हल्का दृश्यहरू देखाउने र हामी आफ्नो कलालाई देखाउन चाहन्छौँ। हामी एउटा टिकटक मार्फत केही भिडियोहरू क्लिपहरू तपाईँहरूलाई देखाउनेछौँ। र के कस्तो लाग्छ तपाईँहरूले हेरेर साथ सपोर्ट दिन नभन्नु होला। यदि तपाईँ नयाँ मान्छे हुनुहुन्छ भने मेरो युट्युब च्यानल नरेन्द्र बहादुर थापा KU7 RF दैलेखी थापा ब्लगमा गएर युट्युब च्यानललाई सब्सक्राइब गरी लाइक, कमेन्ट र सेयर, अनि तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ त्यो हामीलाई भन्न नबिर्सिनु होला। लेट्स स्टार्ट योर भिडियो। ओके। कुनै कुनै क्षेत्रहरूमा पानी परिरहेको हुनाले आज यहाँको एकदमै यो समुद्रको एकदमै बाफहरू बढेर आएको छ। पहिला हल्का अलिक कमै नै हुन्थ्यो पानी, आज बढेर यो माथि देवालसम्म नै चढिरहेको छ। र यो मलेसियाको पाका स्थित पाकामा रहेको यो समुद्रले सिङ्गापुर, थाइल्यान्ड जस्ता ठुल्ठुला देशहरूको सिमाना छुटाएको छ। अहिले हामी मलेसियामा छौँ। मलेसियाको क्षेत्रभित्र रहेको यो केही दृश्यहरू हामीले देखाइरहेका छौँ। मौसम पनि आज अलि नराम्रो भएको हुनाले खासै राम्रो क्यामेराहरू देखेको छैन। साँझको समय हो। साँझको समयतिर अब हामी यसो घुम्दै जाँदाखेरि यसो मार्केटतिर पनि घुमेका थियौँ र मार्केट घुम्दै गर्दा अब हल्का यसो समुद्रतिरको पनि दृश्यहरू लिनुपर्छ र घुम्नुपर्छ भन्ने एउटा भावनाले हामी घुमेका थियौँ। एकदमै बढेर आएको भावहरू छ र म लगायत दुईजना अरू साथीहरू पनि छौँ र उता उनीहरू आफ्नै रमाइलोमा बसिराख्नु भएको छ भोजनहरू गर्दै। म हल्का भिडियो बनाउने प्रयासमा छु, तपाईँहरूलाई देखाउने र तपाईँहरूलाई मनोरञ्जन गराउने इच्छा जागेर आज भिडियो बनाउँदैछु। के कस्तो लाग्यो तपाईँहरूलाई यो भिडियो हेरेर हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। र राम्रो भयो चाहिँ राम्रो, नराम्रो भएपछि सुधार्ने मौका अनुसार एउटा राम्रो कमेन्ट छोडिदिनु होला भन्दै अब हामी डान्सतिर लाग्छौँ, हेर्दै गर्नु होला। यहाँभन्दा पछि के थियो, मलाई राम्रोसँग नाच्न आएन, त्यही भएर सर्ट भिडियो नै देखाएँ र भिडियो लामो हुने भएकाले साथीको भिडियो पनि सर्ट अलि स्पिडमा देखाएँ। र अब हामी समुद्रबाट अब रुमतिर फर्किँदैछौँ। अँध्यारो भइसकेको छ, साँझको बेला हो, राम्रोसँग क्यामेराले पनि काम गरेको थिएन। ल के कस्तो लाग्छ हाम्रो भिडियो हेरेर युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। हस्त नमस्ते।